आजभोलि खै किन जातिविधि धेरै नै गर्मी भइरहेको छ। हजुरहरूकोतिर चाहिँ के कति हुन्छ कुन्नी? यहाँ त लास्टै गर्मीले काम गर्न पनि सकिँदैन भने। एकछिन बाहिर निस्क्यो कि पसिना गलल्ल आएर बिजोग नै बनाउँछ भने। घाम पनि कति लाग्छ बाबा। एक त झन् फेसभरि पिम्पलै पिम्पल आएको छ। झन् घामले दरालेर कालले बनाउला जस्तो पो छ त। हेलो गाइज, के छ? सबैजना सन्चै हुनुहुन्छ होला। हामी चाहिँ आज यसो बजार गर्न बाहिर निस्केको, गर्मी भएर बिजोग बनायो। त्यसपछि चाहिँ एक कप जुस बनाइदिनु अङ्कल भनेर भने। अनि अङ्कलले चाहिँ फटाफटमा चाहिँ जुस बनाएर गिलासमा पनि हालिदिइहाल्नु भयो। यस्तो गर्मीको बेलामा चाहिँ यसको जुस खाँदाखेरि त आहा जात्रै मजा नै आउँछ कि गाइस, होइन? तपाईँहरूले पनि ट्राई गर्नुभएको छ कि छैन त? यस्तो बेलामा जुस खानुको चाहिँ मजै छुट्टै हुन्छ कि गाइस। अनि ठ्याक्क सानीले चाहिँ खाएको देखेर नै आहा चिसो है, गर्मीको बेलामा खान त मजा नै आइहाल्छ नि, होइन र? त्यसपछि चाहिँ मैले पनि खान्छु भनेर चाहिँ, होइन, मलाई चाहिँ दिइराखेको थिइन् सानीले। त्यसपछि मैले पनि द्याम्दै लाएर खाइदिइहालेको र आहा यति मजा आयो कि गाइस, है कुरै छोडिदिउँ कि। अनि त्यसपछि अङ्कलले फेरि पनि थपिदिनु भयो। त्यसपछि थचक्क बसेर मजा, होइन, मजासँग चाहिँ खाएको त आहा यति मजा आयो कि, है, भएको त सबै गर्मी नै हराला जस्तो पो भयो त। त्यसपछि हामी चाहिँ सरर पारामा चाहिँ, होइन, बजारतिर ठ्याक्क प्रवेश गर्यो, होइन। यता हेर्छु उता हेर्छु पुरा, है, मान्छे नै मान्छे पो देख्छु त। आज चाहिँ हाम्रो चाहिँ धेरै कुराहरू किन्नुपर्ने थियो। आलुहरू पनि सकिएको थियो घरमा, तेलहरू पनि सकिएको थियो। बजार चाहिँ अब हाम्रो चाहिँ कति लाग्छ खेर भन्दाखेरि यहाँ बजार चाहिँ हरेक हप्ताको बिहिबार अनि फेरि आइतबार लाग्ने गर्छ। त्यसपछि अलि 11 जना केटा चक्लेटहरू के जेरी पनि पो रहेछ। जेरी फटाफट किनेर खान पो लाग्यो त। पछि सानीले चाहिँ रसगुल्ला पनि किनेर रहेछन्। म चाहिँ जेरी गेम खाएको त गाइज। भनेपछि मलाई चाहिँ गुल्लो भने चाहिँ जाटी बिति नै मनपर्ने कि फेरि। अनि त जेरी भनेपछि अब सबैलाई मन पनि पर्छ होला, है। त्यसपछि हामी लाग्यो ठ्याक्क लाएर चाहिँ अब तरकारीहरू किन्न। जतिखेर पनि आलु खानुपर्छ। तरकारीहरू त किन्नै पर्यो, तर के गर्नु गाइज, आलु यता चाहिँ प्रति 100 रुपियाँको चाहिँ 3 किलो पाइन्छ। हजुरकोतिर चाहिँ कति पाइन्छ गाइज भन्नु होला है। म चाहिँ यतातिर चाहिँ जेरी खाने चाहिँ बसिरहेको। यतातिर चाहिँ सानीले चाहिँ टक्क पारामा चाहिँ आलुहरू हेर्दै थिएँ। आलुहरू चाहिँ कहिले बिग्रेको पनि हुन्छ, त्यही भएर चाहिँ हल्का छान्नु पर्ने पनि हुन्छ कि गाइज। त्यसपछि लाग्यो हामी चाहिँ तेलहरू किन्न। यताउति गर्दाखेरि टक्क लाएर 1000 रुपियाँ त गइ नै हाल्यो। त्यसपछि चाहिँ टक्क लाएर चाहिँ मोमो खानातिर लाग्यो। मोमो सँगसँगै चाहिँ सुप पनि पाइँदो रहेछ। त्यसपछि चाहिँ मोमो खानुभन्दा चाहिँ पहिला चाहिँ सुप खाऊँ भनेर चाहिँ सुप खान लाग्यौँ। त्यसपछि मोमो पनि ट्याक्क लाएर खाइहाल्यौँ। मोमो त यति मिठो थियो कि गाइज, आहा कुरै नगर्नु कि, नम्बर 1 नै थियो कि। मोमो भनेपछि चाहिँ म चाहिँ पहिलेदेखि नै यस्तो हो कि गाइज।